के तपाईलाई शैतानदेखि होशियार हुनु भन्नुको अर्थ थाहा छ? यदि थाहा छैन भने यो भिडियो पुरा हेर्नुहोला र साथीहरूलाई पनि सेयर गर्नुहोला। के तपाईहरू पहिलो पत्रुस 5:8 पढेर सुनेर तपाईको शत्रु दियाबलसँग डराइरहनु भएको छ? जो चाहिँ कसलाई खाऊँ कसलाई निलिहालौँ भनेर गर्जने सिंहको रूपमा गर्जिँदै आउँछ हैन? के तपाईलाई कसैले भनेको छ शैतानदेखि होशियार भनेर? अनि त्यो सुनेर तपाई शैतानदेखि डरले लुक्दै भाग्दै हिँडिरहनु भएको छ? त्यसो भए तपाईलाई म एउटा कुरा सम्झाउन चाहन्छु है। पहिलो यूहन्ना 4 मा भनिएको छ तपाई भित्र हुने संसारमा हुने भन्दा महान हुनुहुन्छ। तपाईलाई म यो कुरा कहिले नबिर्सनुहोस्। अनि पहिलो पत्रुस 5:8 ले तपाईको शत्रु दियाबलसले तपाईलाई सिधै खाइदिहाल्छ, तपाईलाई सिधै निलिहाल्छ भनेको छैन, तर त्यो चाहिँ गर्जने सिंहको रूपमा आउँछ। अब तपाईले यो पदलाई सायद तपाईले पहिलोचोटि यो प्रकाश पाउँदै हुनुहुन्छ तपाईले मबाट। गर्जने सिंह भनेको को हो? हाम्रो बाइबलमा येशू ख्रीष्ट। तर शैतान के हो? येशू ख्रीष्टले कलस्सी 2:15 मा येशू ख्रीष्टले हाम्रो प्रभुले शैतानलाई खुल्लमखुल्ला तमासा बनाइदिनु भएको छ। अब त्यो पावरलेस भइसकेको छ। त्यो पावरलेस भइसकेको छ प्रिय। यसकारण अब त्यो आफ्नै रूपमा आउँदा हामी विश्वासी डराउँदैनौँ भनेर त्यो अब यति बाटो छ कि येशूको जस्तै स्वर गरेर त्यो आउनेछ हामीसँग, हामी कहाँ आउनेछ र भन्नेछ। त्यसले शैतानले एउटै कुरा देखाउँछ प्रिय हो कि ख्रीष्टले गर्नुभएको काम अझै पनि अपूर्ण छ, अधुरो छ, तिमीले केही गर्नुपर्छ, तिमी अझै पनि केही गर्न बाँकी छ भन्ने चाहिँ त्यसले यो यसरी झुकाउँछ। यसले एकचोटि आदमलाई झुकायो, त्यति बेला त्यो पावरफुलै थियो, त्यति बेला आदमलाई झुकायो त्यसले। अनि त्यसले गएर के भने त असल र खराबको ज्ञान दिने फल खाए तैँले त परमेश्वर जस्तै जान्ने हुन्छस्, बुझ्ने हुन्छस् भन्यो। अनि आदमले के बुझ्यो त? हो, परमेश्वरले सबै त गर्नुभएको रहेछ, तर यो असल र खराबको ज्ञान दिने फल चाहिँ मलाई खान नदिनु भएको रहेछ, यही बाँकी थियो, अब म यही खाएर म पर्फेक्ट हुन्छु भन्ने चाहिँ त्यसले मान्यो। अनि असल र खराबको ज्ञान दिने फल खायो। तर वास्तवमा परमेश्वरले आदमलाई कहिले बनाउनु भयो? सबै कुरा सकाएपछि आदमलाई बनाउनु भयो र आदमलाई एक्लो देखेर हब्बालाई पनि बनाइदिनु भयो आदमको लागि। यानि कि त्यहाँ केही कुरा अपुरो थिएन, केही कुरा अधुरो थिएन। आदमले गर्नुपर्ने भनेको परमेश्वरमाथि विश्वास र परमेश्वरमाथि भर परेर जिउन मात्रै पर्ने थियो। तर त्यसले शैतानको कुरा सुनेर त्यो झुक्कियो थियो। आज त्यसरी नै शैतानले हामीलाई झुक्काउन आउँछ भनेर शैतानदेखि होशियार भनेको तँसँग डराएर लुक्दै हिँड्नु भनेको होइन। आज क्रिस्टले क्रुसमा उहाँको सिद्ध सम्पन्न कामले गर्दाखेरि आज हामीलाई अलरेडी त्यो स्थानमा पुर्याइसक्नु भएको छ जहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वरको प्रिय छोराछोरीको रूपमा त्यस ठाउँमा क्रिस्टले हामीलाई पुर्याइसक्नु भएको छ। परमेश्वरले यहाँसम्म गरिदिनु भयो कि येशूलाई नै हाम्रो बुद्धि, धार्मिकता, पवित्रता र उद्धार बनाउनु भयो। अब आज शैतान जब आउँछ गर्जने मतलब प्रभु येशूको नक्कल गर्दै आउँछ, प्रभु येशूको रूपमा त्यो आउन सक्दैन, तर प्रभु येशूको नक्कल गर्दै आउँछ भनेको, प्रभु येशूको नक्कल गर्दै आउँछ र भन्छ ए तिमीले त्यो चुकायौ है, तिमीले त्यो चुकायौ, तिमीले अस्ति त्यो गरेको थियो, 10 वर्ष अगाडि त्यो गरेको थियो भनेर चाहिँ त्यसले हाम्रो पापहरू सम्झाउँछ। अनि हामीले चाहिँ अझै पनि केही गर्न बाँकी रहेछ है हामीले उद्धार पाउनको लागि भन्ने हामीमा त्यो भावना जगाउँछ र अनि हामीलाई काम गर्ने बनाउँछ। र हामी जब काम गर्न थाल्छौँ अनि चुकेको हुन्छौँ अनि परमेश्वरबाट टाढा भाग्छौँ। शैतानले यही गराउन खोज्छ। कुनै पावरफुल व्यक्तिसँग तपाईँको रिसिभी छ भने उसलाई छुन सक्नुहुन्न भने तपाईँले उसको घर परिवारलाई टर्चर दिन थाल्नुहुन्छ, उसको सम्पत्तिहरूलाई टर्चर दिन थाल्नुहुन्छ। हो, त्यसरी नै शैतानले त्यस्तै गर्छ। शैतानको युक्ति भनेको चाहिँ हामीलाई अझै पनि
येशू ख्रीष्टले गर्नुभएको काम चाहिँ अझै पनि पुरा भएको छैन, तिमीहरूले पनि केही गर्नुपर्छ भन्ने कुरालाई हाम्रो हृदयमा त्यसले त्यो भावना ल्याउँछ। जब हामीले त्यसको कुरा सुन्छौँ अनि के त अनि हामी आफ्नै प्रयास गर्न थाल्छौँ र आफ्नै बुद्धि लाउन थाल्छौँ अनि हामी चुकै गर्छौँ। हो, यही कुराबाट होसियार भनेको के, शैतानदेखि होसियार भनेको हामीले आफ्नो पहिचान नबिर्सनु भनेको। शैतान जब आउँछ तिमी को हो भन्दाखेरि हामीले भन्नुपर्छ म परमेश्वरको प्रिय छोरा अथवा छोरी हुँ। कसरी? तिमी त पापी हौ भन्यो भने म पापी होइन। किनभने परमेश्वरले म उहाँको धार्मिकता बन्न सकूँ भनेर क्रिस्टलाई मेरो निम्ति पाप बनाउनु भयो। हमेसा भन्नुपर्छ शैतान यो लेखेको छ कि म परमेश्वरको धार्मिकता बन्न सकूँ भनेर उहाँले आफ्नो पुत्र येशूलाई पाप नचिन्नु हुनेलाई मेरो निम्ति पाप बनाउनु भयो। यदि तैँले पवित्रता, मेरो धार्मिकता, मेरो सिद्धता खोज्छस् भने गएर मेरो प्रभु येशूसँग डिल गर, मेरो प्रभु येशूलाई सोध तैँले भन्ने हो। आज शैतान हामीसँग डराउँछ। किनभने हामी भित्र त्यो भन्दा महान शक्ति हुनुहुन्छ, पवित्र आत्मा हुनुहुन्छ हामी भित्र। यस कारण त्यो डाइरेक्ट शैतानको रूपमा आउन सक्दैन अनि त्यसले नक्कल गर्दै आउँछ। त्यही हो कि पहिलो पत्रुस 5:8ले भनेको त्यही हो कि त्यो क्रिस्टको नक्कल गरेर आउँछ, गर्जने सिंहको नक्कल गरेर आउँछ, गर्जने सिंहको रूपमा आउँछ भनेको येशू क्रिस्टको नक्कल गर्दै आउँछ अनि हामीलाई यो छ बाँकी त्यो छ बाँकी भनेर अनि हामीलाई केही गर्ने कोसिस गर्न खोज्छ होइन, अनि हामीलाई पापमा फसाउन खोज्छ। यही कुरामा कन्फ्युज नहुनु भनेको, यही कुरामा दोधार नहुनु कि तपाईँ अलरेडी परमेश्वरको प्यारी छोरी, प्यारी छोरा, उहाँको धार्मिकता, उहाँको पवित्रता, उहाँको सिद्धता तपाईँ अलरेडी क्रिस्टमा भइसक्नु भएको छ। बुझ्नुभयो?